हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग, ए फुल ब्लग भनौँ अब आजको लागि चाहिँ हामी त मुकबाङ गर्दैछौँ। आज चाहिँ यहाँनिर हुनुहुन्छ मेरो फुपू अनि यता काकी हुनुहुन्छ है। हामी त आज मुकबाङ गर्दैछौँ र आज चाहिँ हाम्रोमा के छ भन्दाखेरि 2 PM खाँदैछौँ है हामी। ल इन्जोय गर्नुहोस् होला। हतार हतार बनाएको, फर्स्ट टाइम बनाएको है। कस्तो हुन्छ भिडियो चाहिँ लु म त स्टार्ट गरेँ। बाफ दामी उठ्दै यति त म त 1 मिनटमा फर्स्ट बाइट खाएर पिरो जुस ल्याउनु बिर्सेछ। ए ल पिरो हुँदा त याद आयो नि। डल्ले खोर्सानी थियो, काम लाग्दैन जस्तो त। त्यही त टोको होइन तर ट्राई निम्बुले टेस्ट बिगाऱ्यो मेरो। लेट्स ट्राई डल्ले खोर्सानी हाइट यसो पिरो पनि डल्ले गर्नु खाएन ल। दामी लो सानो टोक्छु ल म चाहिँ अम्बो पिरो भयो डल्ले खोर्सानी। पिरो भयो डल्ले कराकी र यो टुप्यो। अर्को डाल्डा पनि थियो नि, डाल्डाहरू के हो त्यो चाहिँ खास कलर कलर हो कहाँ छ? त्यसो नि छ ए अगाडि शान्ति भयो। कलर दामी आउँदैछ नि। मोमो हालौँ हालिदिउँ दिदीलाई हालिदिइहाल्नु अब चाहिँ पिरो भयो। यो मैले पनि पिरो त हुन्छ नि हेभी भयो हेभी। अघि लाउनु पर्छ जस्तो कलर जुस ल्याउनु पर्ला जस्तो भयो। अर्डर गर्नु कसले ल्याइदिँदै अन्त आमाले रिएक्सन दामी हुन्छ खानुको The winner of the though, second runner up, third. नेक्स्ट भिडियो च्यालेन्जको नेक्स्ट भिडियो चाहिँ अब च्यालेन्ज आउँछ है। यो चाहिँ कम्ती आजको भिडियोमा चाहिँ त्यस्तो हामीले खासै प्लान पनि गरेको छैनौँ है। अनफर्चुनेटली त्यस्तो मजाले हुनु पाएन। यो चाहिँ प्री प्लान पनि थिएन है। अचानकै आएर गरेको हामीले भिडियो। नेक्स्ट चाहिँ अब
कमेन्टमा गर्नुहोस् होला अब नेक्स्ट भिडियो चाहिँ अब के को लागि बनाऊँ केमा बनाऊँ मासुको म कि